नमस्ते साथीहरू, इटलीको अर्कै पाटो यो चाहिँ यस्तो खालको ठाउँ रहेछ कि यो भित्र चाहिँ यस्तो हिस्ट्रिकली बिल्डिङ रहेछ यो चाहिँ। यहाँभित्र त कस्तो कस्तो ठाउँहरू छ। डेभिड भन्ने पहिलाको सेन्चुरी उहाँ चाहिँ एकदम फेमस पर्सन रहेछ। उहाँको मूर्ति बनाएर राखेको रहेछ त्यहाँ। अनि त्यहाँभित्र यहाँ त पुरा मान्छेहरू त्यो पैसा माग्ने रहेछ नि। अनि म चाहिँ पैसा माग्न आएर भागेको है त्यहाँबाट। भागेको छोडेर चाहिँ हाँस्दैछ किन भागेको मम्मी भनेर। अनि त्यहाँदेखि हामी यो ठाउँबाट निस्किएर अब हामी अर्कै ठाउँ जाने भनेर चाहिँ हिँड्दैछौँ। त्यहाँबाट हामी निस्क्यौँ। अनि इटलीको यस्तो यस्तो ठाउँहरू रहेछ, पुरानो पुरानो बिल्डिङहरू होइन, पुरानो त्यो ठाउँहरू। अनि भुइँहरू पनि हेर्नुहोस् न, ढुङ्गाले छापेकोहरू छ होइन। यस्तो ढुङ्गाले छापेको भुइँ त खास देखिँदैन नि त केतिर त बजारतिर होइन। यो चाहिँ साथीहरू चर्च है, इटलीको एकदमै फेमस चर्च रहेछ। हामी चाहिँ त्यहाँनिर चर्चमा गयौँ। चर्चबाट खानु जाने भनेर रेस्टुरेन्टमा गएको। यति प्याक रेस्टुरेन्ट है, क्युमा बस्नुपर्ने। 1 घन्टा 2 घन्टा क्युमा बस्नुपर्ने। त्यहाँ चाहिँ मिठो पाउँदो रहेछ त्यो लामो। मान्छे धेरै आउने अनि ठाउँ पनि नपाउने। पास्ता यस्तो टेस्टी, यति राम्रो पास्ता होइन, पिज्जाहरू पाउने ठाउँ रहेछ यहाँ। अनि यहाँ चाहिँ क्युमा बस्नुपर्ने रहेछ। धेरै मान्छेहरू प्याक छन्। हामी चाहिँ अनि अहिले क्युमा नबस्ने भनेर बाहिर हेरिरहेको छौँ। अलिक पछाडि मात्रै क्युमा बस्ने भनेर हेरिरहेको छौँ। साथीहरू यस्तै छ जीवन, यसरी नै बित्दैछ है। थ्याङ्क यू, हजुरहरूलाई धेरै धन्यवाद छ मेरो भिडियो लाइक कमेन्ट गरिदिनु भएकोमा। हजुरहरूलाई धेरै धन्यवाद छ। कन्टिन्यू भिडियो चाहिँ आइरहेकै छ, हजुरहरूले हेरिदिनु होला। थ्याङ्क यू। यो चाहिँ चर्च एकदमै फेमस चर्च इटलीको। अनि हजुरलाई धन्यवाद छ। थ्याङ्क यू। मलाई चाहिँ यस्तो यस्तो कुराहरू मनपर्छ साथीहरू, राख्नु। यस्तो यस्तो कुराहरू धेरै मनपर्छ। अनि हेर्नु मनपर्छ, राख्नु मन लाग्छ। मेमोरिजको लागि होइन, राम्रो हुन्छ। पछि हेर्नु चाहिन्छ होइन, त्यो भनेर। थ्याङ्क यू, बाई।